हल्लो साथीहरू हाम्रो चाहिँ हिँड यहाँ हेर्नुहोस् है फुटपाथ म्याडमसँगै जाडो भएर हेलमेट लाउनु आँटेको साथीहरू हेर्नुहोस् है साह्रै चिसो है हेलो अघि चाहिँ मैले भिडियो बनाउँदै थिएँ भने अहिले चाहिँ मेरो श्रीमानज्यूले बनाउनु हुँदैछ ल हेर्नुहोस् है गाइस हेलो अहिले चाहिँ म राइडर भएको है अघि मेरो श्रीमान राइडर हुन्थ्यो भने अहिले चाहिँ म राइडर यस्तो छ बाटो हो म्याडमले लगेर हिँड्नु पर्छ बाटो त छ नि तर के गर्नु गाडी जाँदैन गाडी जानु बाइक जानु अलिक अप्ठ्यारै हुन्छ हो हाम्रो गाउँ बस्ती यस्तै हो हैन त्यो सहर बजार होइन हिँड्दैछौँ अब म्याडमलाई लिएर के काम छ पनि अब त्यो त देखेको छुइनँ अब अहिले गएर नै कामहरू यो हुन्छ तर बाटो चाहिँ यस्तो छ है साथी हो हेर्नुहोस् है यस्तो हिँडेर चाहिँ अब स्कुल लाइफ चाहिँ हाम्रो पनि यसरी बितेको अब यहाँतिर पनि नानीहरूले त्यसरी नै बितिरहेको होला हैन होला त के भन्नु हो हैन यस्तो छ अब झोडी अब यहाँ बाघ भालुको पनि डर होला हैन नानीहरू कस्तो हुन्छ यत्रो यत्रो नानीहरू स्कुल जान्छ समय दिन सक्दैन आमा बाबा बस्तीमा बसेर हैन यस्तै छ जिन्दगी गाउँले जिन्दगी यही हो।